कहाँ गयो ए यहाँ यहाँनिर छ नि त हामी बनेको यस्तो खाने हो गम गम चारपट्टि नै यस्तो चाबी लगाइरहेको छैन ओ हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरलाई स्वागत छ मेरो सबनम तामाङ भ्लगमा हैन सो आज चाहिँ म भन्नुपर्दाखेरि आज चाहिँ म निकै 1 महिना ठ्याक्कै 1 महिना पछि नै म आएको छु हैन आज म 1 महिना पछि भिडियो बनाएँ हैन किनभने अब त्यस्तै हो नि त हैन कहिलेकाहीँ यस्तै हो अहिले चाहिँ भन्नुपर्दाखेरि अब हाम्रो अहिले एसी हुँदैछ नि त हाम्रो स्कुलमा त्यही भएर अब थुप्रै स्कुलको विद्यार्थीहरू पनि आइरहेछ हाम्रो स्कुलमा एक्जाम दिनुको लागि त्यही भएर हाम्रो चाहिँ कहिलेकाहीँ दिउँसो पढाइ हुन्छ कहिलेकाहीँ चाहिँ बिहान पनि पढाइ हुन्छ नि त त्यही भएको कारणले चाहिँ आज हाम्रो दिउँसो पनि हुन्छ त्यही भएर आज चाहिँ भन्नुपर्दाखेरि यस्तै हो हैन अब चाहिँ यसो बारीतिर काम पनि गर्नु पर्यो भनेर मम्मीले भन्दै हुनुहुन्छ हैन अब हाम्रोतिर के चाहिँ रहेछ हैन खानेकुरा तर भन्नुपर्दाखेरि चाहिँ हाम्रोमा जस स्ट्रबेरी चाहिँ फल्दै छ हैन अस्तितिर चाहिँ फुल फुलेर त्यो हरियो साना साना चाहिँ हुँदै थियो हैन सानो यत्रो हुँदै थियो त्यो पनि देखाउने छु हैन फेरि तपाईहरुले के भन्नुहुन्छ भने नि अब यो सबनमले किन यस्तो चस्मा लायो भनेर पनि भन्नुहुन्छ होला हैन अब यो नाटक गर्यो यो नाटक देखायो भनेर पनि भन्नुहुन्छ होला कसैले चाहिँ हैन तर यो त्यस्तो चाहिँ हैन कि यो मेरो भन्नुपर्दा अब धेर फोन हेर अरे हैन धेर फोन हेर अरे धेर पढ्नु हुँदैन अरे हैन अब त्यस्तै भन्नु नि त हैन भन्नु भयो उहाँ म अब चेक गर्नु जाँदाखेरि निकै टाउको दुखेर आँखा दुखेर पुरै होइसो भएर नि म गएको हैन अनि त्यही भएर चाहिँ म लगाएको अब नराम्रो चाहिँ हैन तर राम्रै अब कोही चाहिँ अब लगायो अब के अरे राम्रो देख्नुलाई अब सान देखायो भन्छ नि त कसैले अनि त्यही भएर त्यस्तो चाहिँ हैन मैले आँखा चेक गरेर नै लगाएको हैन अब चाहिँ भन्नुहुन्छ भने म तपाईहरुलाई देखाउँछु है हजुर देख्नु सक्नुहुन्छ अनि हाम्रो मतलब अब अस्ति चाहिँ मैले हेर्दाखेरि चाहिँ अस्ति चाहिँ यत्रो चिचिला लागिरहेको थियो हैन हरियो सानो थियो यत्रो जति थियो हैन अब म तपाईहरुलाई देखाउँछु हेर्दिनु ल ए हाम्रो त फुलै फुल छ फुलै फुल भन्दा पनि यहाँनिर चाहिँ हाम्रो मम्मीले रोप्नु भएको नि त उतापट्टि घर अगाडिपट्टि रोप्दाखेरि चाहिँ के भयो भने बाख्राले खाने भयो नि त हैन अनि त्यो भएर बाख्राले खानु भन्दा चाहिँ यतापट्टि ल्याएर रोपेको हैन अब तपाईहरुलाई म स्ट्रबेरी देखाउँछु त हाम्रो त्यति साह्रो चाहिँ छैन हैन बोट त्यति साह्रो छैन 1-2 वटा ल्याउनु भएको थियो मम्मीले उदोबाट ल्याउनु भएको थियो त्यहाँदेखि चाहिँ यहाँबाट ल्याएर त्यहाँबाट आफै थुप्रो भयो नि त बिरुवा भयो नि त्यही भएर त्यो बिरुवाबाट चाहिँ हामीले नि निकै बनाएको छौं अस्ति के भन्नु त्यो क्यारेटमा त्यो हुन्छ त आलु प्याजहरु लाउने त्यो एउटा क्यारेट हुन्छ त उस्तो क्यारेटमा चाहिँ ल्याएर रोप्ने भनेर भनेको हैन तर मलाई कराउनु भयो त्यसमा नरोप्नु भनेर भन्नुभयो मम्मीले अनि त्यही भएर मैले चाहिँ एउटा बोरामा रोपेको थिएँ त्यो बोरामा रोपेर त्यो बोराबाट चाहिँ त्यो त्यहाँबाट पनि भरिएर अर्को पुरै भुइँभरि थियो के अनि त्यही भएर त्यो भुइँमै चाहिँ फलिरहेछ के अब तपाईलाई म देखाउँछु है कहाँ गयो ए यहाँनिर छ ए पाकेछ क्या अब यो चाहिँ पाकेछ 1 2 3 यति चाहिँ छ हाम्रो घरमा स्ट्रबेरीको बिरुवा चाहिँ यता छ बेसरी पो छ हौ भन्दा पनि यति नै हो त्यो पनि यहाँ चिचिलाहरु चाहिँ डरो लागिरहेछ हाम्रोतिर भन्दा पनि हाम्रोमा चाहिँ यतातिर हाम्रो गाउँतिर चाहिँ त्यति साह्रो छैन हैन हाम्रोमा चाहिँ छ अनि अर्को कसकोमा छ अर्को कसैको पनि जनाइसके हैन अब चाहिँ म खानमा लागे ओहो निकै ठुलो साउन्ड आयो त हैन अब चाहिँ हामी खाने को खाने भन्दा को खाने भन न यो दिन्छु म तिमीलाई ल यो खाने मान्छे छिटो यो ठुलो चाहिँ भाइ यो ठुलो त मलाई हो ए ल ए सबजनालाई दामी हैन अब म चाहिँ खाने हो स्ट्रबेरी ल खाऊ तिमी यो कति ठुलो त कति राम्रो दिन्छ अनि कस्तो चाहिँ
खाने भन न त यो ठुलो त तिमीले पाउँदैनौ हैन लौ खाऊ तिमी ए दैव यस्तो कुरा नगर्नु यार तिमी यस्तो कुरा नगर्नु यार टकसँगले लौ लौ खाऊ नखाने नखाने ए खाने लौ लौ खायो अब उसले खाइसक्यो अब हामी भनेको यस्तो राम्रो दामी खाने हो नि त हामी भनेको यस्तो खाने हो गम गम खान्छस् जस्तै डाक्टर दामी मैले अघि हेर्दाखेरि चाहिँ पाखिर आएर चाहिँ क्या त्यो भएर खतरा मिठो रहेछ हैन अब 1 महिनापछि 1 महिना हैन 15 दिनपछि चाहिँ अब ठिक्क भएको हुन्छ हैन खाने त्यति बेला चाहिँ दामी हुन्छ है हस् त अब चाहिँ हामी अब 15 मिनेटपछि चाहिँ हामी स्कुल जानुपर्ने हुन्छ है चाहिँ आज गुम्बा हेर्नु जान लागेको अरे हैन हामी चाहिँ अब स्कुलको क्लास सकिसकेपछि अब हाम्रो छुट्टी भइसकेपछि हामी चाहिँ गुम्बा जाँदैछौँ है गुम्बा हेर्नुको लागि हैन ओह यस्ता यस्ता आपतले हिँड्दैछन् हैन म चाहिँ आउँदैछु बिस्तारी बिस्तारी अब तपाईहरुले देख्न सक्नु नै हुनेछ है हामी चाहिँ भन्नुपर्दाखेरि यो चैनपुरको अस्ति नै त पहिले आएको त्यो गुम्बामा आइपुगेको छौँ हैन यो गुम्बा चाहिँ अहिले हालै बनाएको हो नयाँ अब चाहिँ हामीहरू यहाँ चाहिँ कति भन्दाखेरि हामी स्कुल सकिसकेपछि हामी यहाँ आएको हैन यो स्कुल सके हाम्रो अहिले दिउँसो पढाइ हुन्छ भनेर मैले भनिसकेको छु हैन तपाईहरुलाई अब अहिले चाहिँ हाम्रो दिउँसो सकिसकेर हामी चाहिँ यहाँनेरि एकपल्ट एकछिन हेर्न आएको हैन यो चाहिँ हामीले अहिले नयाँ बनाइसकेपछि चाहिँ हामी आएको थिएनौँ नि त हेर्नुको लागि अनि त्यही भएर अहिले चाहिँ हामी हेर्नुलाई भनेर आइसकेको छौँ हैन तपाईहरुले देखाउने नै छु हैन अब चाहिँ यहाँ भन्नु छ नि यही अहिले नयाँ नयाँ सबै कलरहरू गरेर निकै नयाँ बनाइरहनु भएको छ हैन यहाँ यो माथि चाहिँ पेन्टिङ पनि खतरा गर्नुभएको छ हैन यहाँ हेर्नु राम्रो निकै यो ओए यसलाई के भन्छ ओए यसलाई के भन्छ हैन हो यो के भन्छ खोइ मलाई नि आएन क्या यसको नाम गजब बेइज्जती है लगाउनु गर्नु त गर्छ हैन यसको नाम चाहिँ मलाई फिक्स आएन क्या अनि यो चाहिँ यसको नाम चाहिँ मलाई आउँदैन हौ के अरे यसको नाम चाहिँ वरिपरि यो बत्तीहरू बाल्ने हैन यहाँ पनि छ बत्ती बाल्ने यो चाहिँ सबै मूर्ति के अरे पोस्टरहरू छ हैन अनि यहाँ सबै वरिपरि यो लगाएको छ नि यहाँ सबै यो चाहिँ यो भर्खर बनाएको चाहिँ खोइ के हो नि मलाई यो चाहिँ थाहा भएन हैन अनि के हो यो चाहिँ कसले बनाएको हो कि के हो ओ यो चाहिँ के हो है यो के हो र फोटो खिच्नु भनेपछि यो के हो हैन यो यो भित्तामा लेखेको के हो ए यो चाहिँ सहयोगी दाताहरूको नामहरू अरे हैन अनि यो चाहिँ पोस्टरहरू निकै राम्रो अस्ति केमा पो लगाएको थियो यो गरेको उद्घाटन गरेको यो उद्घाटन गर्दाखेरि चाहिँ यो लगाएको हैन अनि अब चाहिँ यो यहाँनिर चाहिँ यो चाहिँ पूजा गरेको हैन यहाँनिर चाहिँ अब मूर्ति गायब हुन्छ भनेर चाहिँ यहाँनिर चाहिँ पुरै चारपट्टि नै यस्तो चाबी लगाइरहेको छैन ओहो यहाँनिर चाहिँ मूर्ति गौतम बुद्धको मूर्ति छ हैन अनि अब चाहिँ उहाँ पनि अलिकति आएको क्या यहाँनिर है यहाँबाट चाहिँ यहाँ तलबाट आउँछ हैन यसको यो सानो चाहिँ के अरे यो सानो यो तलको चाहिँ के हो यो पुरानो छोटावाला यो सानो यो चाहिँ ठुलो यो चाहिँ ठुलो है निकै राम्रो बनाएको रहेछ यो निकै राम्रो भएको छ हैन अब चाहिँ हामी घरतिर पनि जाने हैन अब चाहिँ घरतिर लाग्यो अभी मजा आएगा ना भिडो सानो नानीले बोकेको है सानो नानी 18 वर्ष सानो नानी तुमसे ना हो पाएगा
एकेले सबलाई बोकेको अवस्था झन्डै एके लडेको अवस्था सब डराएको एकदमै डराएको छ बोल्दै रहेछ भोलि हाम्रो आएछ तपाईँको चाडा आँखा यिनीहरूले आज चटाको देखाउँछ फाइनली साथीहरू अहिले चाहिँ हामी भन्दा नि अब हामी चाहिँ सबैजना आफ्नो घरतिर पुगिसक्यौँ होइन गइ पनि सक्यौँ पुगि पनि सक्यौँ म पनि भर्खरै घरमा पनि आइपुगिसकेँ होइन आज निकै रमाइलो नै भयो होइन अब साथीहरू त्यस्तै छ केटाकेटी जत्तिकै छन् केटाकेटी नै त हो नि ठुलो भन्नु नि के भन्नु सानै छौँ केटाकेटीको जस्तो बेहोरा देखाउँछन् घरिघरि होइन पड्काइदिनु जस्तो होइन अब यस्तै हो आजको भिडियो यति नै होस् त बाई बाई टाटा